छ्याजलो ताना मिथेबामे हाम्रो तर्फबाट तमु अभिवादन सहित एक्सप्लोरेन्स नेपाल युट्युब च्यानलको अर्को नयाँ भिडियोमा तपाईँलाई स्वागत छ। यो भागमा हामी विशेष गरेर गुरुङ समुदायले मनाउने तमु लोसारको सांस्कृतिक तथा पुरातात्विक महत्त्वका बारेमा चर्चा गर्नेछौँ। तमु लोसार गुरुङ समुदायले यो दिनलाई नयाँ वर्षको रूपमा समेत मनाउने गर्दछन्। तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने लोसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्छ। अर्थात् हरेक वर्षको पुस 15मा मनाइने यो पर्व गुरुङ समुदायको नयाँ वर्ष हो। तिब्बती बौद्ध मार्गी अनि तिब्बतो बर्मेली समुदायमा वर्षभरि 3 प्रकारको लोसार मनाउने चलन छ। यी लोसारहरूमा तमु, सोनाम र ग्याल्बो लोसार पर्छन्। तमु पात्रो अनुसार यो तमु लोसार सर्पवर्ग अर्थात् सप्री लोहोको वर्ष हो। गुरुङ समुदायमा 12 वर्ग अर्थात् लोहो रहेका छन् र हरेक वर्ष एउटा लोहो परिवर्तन हुने परम्परा छ। यो वर्ग परिवर्तनलाई नयाँ वर्षको रूपमा मनाउँदै तमु लोसार विशेष सांस्कृतिक कार्यक्रम, भोज, नाचगान र परम्परागत रीतिरिवाजका साथ उल्लासपूर्वक मनाउने गरिन्छ। हरेक वर्ष झैं यस वर्ष पनि सप्री लोहो वर्षलाई सबैको शुभ होस् भनी तमु गुरुङ परम्परा अनुसार गुरुङ पुरोहित खेगीहरू पच्यु, घ्याब्री, बोनपोलम र लामा पुरोहितद्वारा नयाँ वर्षको पूर्व सन्ध्याको मध्यरातमा दुःख दोखलको ग्रह दशा शान्ति पूजा गरी भोलिपल्ट नयाँ बिहानीको झुल्के घामसँगै नयाँ वर्गको स्वागत गरी लोसार मनाइन्छ। विशेषतः बुद्धिस्ट समुदायले बडो उत्साह र चाखका साथ मनाउने यो पर्व भगवान बुद्धले यस पृथ्वीमा भएको आगमन अगावै मनाइने गरिएको दस्तावेजहरू समेत भेटिएको बताउने गर्छन्। बुद्धको आगमन अगावै पनि यस समुदायका व्यक्तिहरू अनि मुख्यतः तिब्बत अथवा भोटका मान्छेहरूले सुगन्धित अगरबत्ती र धूप बालेर भगवानको अर्चना गर्दै मध्य हिउँदमा यो पर्व अनि उपासना गर्ने गरेको तिब्बती मूलका विभिन्न दस्तावेजमा समेत उल्लेख गरेको पाइन्छ। यस्तै तमुका पुर्खाहरू 6औं शताब्दीमा तिब्बतबाट नेपाल आएर मुख्यतया उच्च हिमाली र उच्च पहाडी भेगमा बस्ने समुदायका रूपमा चिनिने गरेका छन्। मुख्यतया लोसारको वास्तविक मनाउने चलन र उमङ्ग 15 दिनसम्म नै रहने गर्दछ। पुस 15बाट सुरु भएपछि 15 दिन अर्थात् नयाँ वर्षको सुरुका 15 दिनहरू हर्षोल्लास अनि उत्साहका साथ बिताइएमा सम्पूर्ण वर्ष नै उत्साहपूर्ण र सुखद व्यतीत हुने मान्यता रहेको छ। वर्ष प्रारम्भ हुने बित्तिकै अर्थात् राति 12 बजेमै तमु समुदायहरू जङ्गल या सार्वजनिक स्थलमा गएर आगो बालेर धनुषकाठ खेलेर वर्षको बिदाई गरेर नयाँ वर्षको सुरुवात गर्ने गर्दछन्। पश्चिमतर्फ हानेको धनुकाँडले गएको लो अर्थात् वर्षको बिदाई अनि पूर्वतर्फ हानेको धनुकाँडले भोलिपल्ट त्यसै दिशाबाट उदाउने नयाँ वर्ष अर्थात् लोको स्वागत गर्ने चलन छ।
बिहान पख नराम्रो लोह अर्थात् वर्षहरूलाई आउन नदिन जन्तर बाँध्ने र जङ्गलको रुखमा बाँध्ने चलन पनि यो समुदायमा रहेको छ। तमुहरूको विशेषतः गुरुङ समुदायका युवा युवतीहरूमाझ रोदीगर चलन एकदमै चर्चित छ। उमेर पुगेका छोराछोरीहरू अभिभावकको निगरानीमा रोदीघरमा गएर नाचगान अनि दोहोरी खेल्ने रसिक चलन रहेको छ। यो अत्यन्तै पारम्परिक तथा स्वतन्त्र प्रजातान्त्रिक अभ्यास भएको संस्कृतिका रूपमा मान्न सकिन्छ, जुन हामी सबैको लागि एउटा ठुलो सम्पत्ति नै हो। आङ्कोल नामक पेय पदार्थ बनाएर ग्रहण गरिन्छ भने दोस्रो दिनलाई राजाको लोसारका रूपमा लिइन्छ र लोसारको मुख्य आकर्षण नै सामूहिक भेला, नाचगान, वर्षको सामूहिक समीक्षा तथा विमर्श आदि गरेर यो पर्व मनाउने गरिन्छ। किसान जीवनशैली अनि मौसम र प्रकृतिको निकटता प्रतिबिम्बित गर्न लोसार सदियौँदेखि सक्षम छ। विभिन्न भाग या नाममा लोसारलाई बाँडे पनि सबै लोसारको एउटै मूलभूत उद्देश्य छ, पुरानो वर्षको बिदाई र नयाँ वर्षको स्वागत गर्ने। तमु लोसार नेपालमा मात्र नभई तिब्बत, भुटान, भारत, म्यानमार लगायतका थुप्रै देशहरूमा भएका गुरुङ समुदायले भव्यताका साथ मनाउने गर्दछन्। यस दिन काठमाडौँको टोली खेलमा परम्परागत पहिरनमा तमु समुदायका व्यक्तिहरू हर्षोल्लासपूर्ण रूपमा उपस्थित हुने गर्छन्। परम्परागत बाजागाजा, झाँकी अनि पारम्परिक पहिचानका खानपिनको झलकहरूले तमु संस्कृतिको एउटा सविस्तार परिचय समेटिएका गतिविधि नेपाल अनि विदेशका विभिन्न सार्वजनिक स्थलहरूमा समेत हुने गर्छन्। पुस 15बाट सुरु हुने नयाँ वर्षको हरेक पलहरू शुद्ध र धार्मिक हुने जनविश्वास छ। यस दिन विभिन्न मन्त्रहरू लेखिएका अनि विभिन्न रङका तोरण, झन्डाहरू घर, डाँडा या बौद्ध विहारहरूमा झुन्ड्याउने गरिन्छ, जसमा कुदिएका मन्त्रहरूले हामी सबैको वर्षभरि कल्याण गर्छन् भन्ने धार्मिक विश्वास यो समुदायका मानिसहरूमा रहेको हुन्छ।